समता समाचार। नमस्कार, समता समाचारमा यहाँलाई स्वागत छ। समाचारसँगै छु म छवि गेवाली। सुरु गरौँ यस प्रसारणका मुख्य समाचार शीर्षकहरूबाट। निजी क्षेत्र मैत्री दीर्घकालीन नीति आवश्यक रहेको व्यवसायको निष्कर्ष। देउवालाई कांग्रेस विशेष महाधिवेशनको निम्तो प्रमुख आतिथ्य ग्रहण गर्न आग्रह। जग्गाको विषयमा स्थानीय र आश्रम बीच विवाद, प्रहरीले गर्यो 16 राउन्ड अश्रु ग्यास प्रहार। जापानको प्रधानमन्त्री ताकाइची मध्यावधि निर्वाचन गर्ने तयारीमा। र मोरक्को क्यामरूनलाई 2-0 ले हराउँदै अफ्रिका कप अफ नेसनको सेमिफाइनलमा। समता समाचार। अब समाचार विस्तारमा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका व्यवसायमा अवरोध सिर्जना गर्ने, हडताल, बन्द, लुटपाट जस्ता गतिविधि हुन नहुने स्पष्ट नीति आवश्यक रहेको बताएका छन्। निजी क्षेत्र सुरक्षित र सहज वातावरणमा सञ्चालन हुन सके मात्र देशको आर्थिक विकास सम्भव हुने उनको भनाइ छ। शनिबार भैरवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको 67औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले व्यवसाय सञ्चालनमा बाधक बनेका विभिन्न नियम तथा कानून सुधारका लागि महासंघले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उद्योगका डेडिकेटेड तथा ट्रङ्क लाइन सम्बन्धी समस्यामा महासंघको पहलले समाधानतर्फ सहजता आएको उल्लेख गरे। निजी क्षेत्रप्रति नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै अध्यक्ष ढकालले त्यसलाई चिर्न आवश्यक रहेको बताए। उनले निजी क्षेत्रमा लगानी गर्नु भनेको राज्यको राजस्व बढाउनुका साथै रोजगारी सिर्जना गर्नुभएको स्पष्ट पारे। हाम्रा यी पुराना कानुनहरू परिवर्तन गर्नको लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ भनेर नेपाल सरकारलाई हामीले कार्य समितिबाट डिसिजन गरेर वास्तवमा हामीले सुझाव दिएको चाहिँ त्यसैको फलस्वरूप उच्चस्तरीय आर्थिक सुधार आयोग गठन पनि भयो। अहिलेको माननीय अर्थमन्त्रीले त्यसको अध्यक्ष हुनुहुन्थ्यो। त्यसमा निजी क्षेत्रको तर्फबाट म पनि एउटा सदस्यको रूपमा वास्तवमा हामीले धेरै हाम्रा पुराना कानुनहरूलाई परिवर्तन गर्नको लागि सुझावहरू दियौँ र त्यो सुझावको आधारमा कतिपय कानुनहरू परिवर्तन पनि भए, कतिपय कानुनहरू परिवर्तनको क्रममा छन्। चाहे हामी कानुनको कुरा गरौँ, चाहे मौद्रिक नीतिमा आउने कुराहरू भनौँ, चाहे बजेटमा आउने कुराहरू, वास्तवमा हामीले के गर्यौँ भने हाम्रो जुन एउटा प्राइभेट सेक्टरबाट राख्ने जुन इस्युहरू हामीले स्ट्रङली हामी त्यहाँ राख्यौँ र त्यसको रिजल्ट क्रमशः देखिन पनि सुरु गरिसकेको छ। कार्यक्रममा जेनजी आन्दोलनका क्रममा उद्योग क्षेत्र समेत प्रभावित भएको उल्लेख गर्दै दीर्घकालीन र उद्योग मैत्री नीति निर्माणमा राज्य गम्भीर हुनुपर्ने धारणा राखिएको थियो। स्थानीय तहसँग समन्वय गर्दै विकासका काममा सहकार्य गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए। नीति अभाव र विद्यमान नीति तथा नियमहरूको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या घनै जटिल बन्दै गएको छ। उद्योग वाणिज्य तथा व्यापार क्षेत्रमा राज्यले उद्योगी व्यवसायको हितमा सम्बोधन गर्नुपर्ने धेरै विषयहरू अझै यथावत छन्। आगामी दिनमा ती समस्याहरू समाधान हुने विश्वास लिँदै हाम्रो पहल र दबाव निरन्तर रहने प्रतिबद्धता यस सभा मार्फत व्यक्त गर्दछु। जिल्लाको आर्थिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक प्रवर्धनमा सङ्घले निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। देशको विभिन्न राजनैतिक तथा आर्थिक परिवेशसँग सङ्घलाई समयानुकूल बनाउँदै राष्ट्रिय महत्त्वका आर्थिक, औद्योगिक तथा पूर्वाधारहरू विकासका क्षेत्रमा सहकार्य गर्ने संस्थाको रूपमा सङ्घ स्थापित हुन सफल भएको छ। स्थानीय तहसँगको सहकार्यमा विकास निर्माणका सवालहरूमा होस् वा व्यवसायहरूको हक संरक्षणका विषयमा होस्, सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देही सक्रिय रूपमा कार्यरत छ। साधारण सभामा बोल्दै वक्ताहरूले धेरै उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै राज्यले उद्योग जोगाउने नीतिगत र व्यावहारिक पहल गर्नुपर्ने आवश्यकता औँलाए। कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल तथा सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले धारणा राखेका थिए।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले सभापति शेरबहादुर देउवालाई सहभागिताको निम्तो बुझाएको छ। दोस्रो विशेष महाधिवेशन आयोजकहरूको तर्फबाट देउवालाई प्रमुख आतिथ्य ग्रहणको निम्तो दिइएको हो। व्यवस्थापन सचिवालयका संयोजक मनोज मणि आचार्यद्वारा हस्ताक्षरित पत्र देउवालाई बुझाइएको छ। बदलिएको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस पार्टीलाई नयाँ ऊर्जा, एकता र रूपान्तरण सहित अघि बढाउन नेपालको लोकतान्त्रिक इतिहास, मूल्य र परम्परासँग जोडिएको नेपाली कांग्रेसको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजन हुन गइरहेको बताइएको छ। बदलिदो समयको कांग्रेसका लागि बदल्न पर्ने देशका लागि भन्ने मूल मर्मका साथ विशेष महाधिवेशन हुन गइरहेको छ। विशेष महाधिवेशन समारोहको समुद्घाटन र गरिमामय प्रमुख आतिथ्यका लागि शेरबहादुर देउवालाई निमन्त्रणा पत्र बुझाइएको हो। धनुषा जिल्लाको मिथिला नगरपालिकामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा प्रहरीले 16 राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। मिथिला नगरपालिका 2 नक्ता झिन सुकजोर स्थित सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै विवाद भए लगत्तै भएको झडपमा प्रहरीले 16 राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। आश्रम र स्थानीय बीच ढुङ्गाबुढा हुन थालेपछि नेपाल प्रहरीले 5 राउन्ड र सशस्त्र प्रहरीले 11 राउन्ड अश्रु ग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ। 10 कट्टा ऐलानी जग्गाको विवादबारे शनिबार नापी भइरहेको र सोही क्रममा आश्रम र स्थानीय बीच विवाद भएको थियो। विवाद उग्र भएपछि प्रहरीले बल प्रयोग गरेको हो। अहिले अवस्था सामान्य रहेको र दुवै पक्षबाट 8 जना व्यक्तिहरू सामान्य घाइते भएको प्रहरीले जानकारी गराएको छ। समता समाचारमा अब केही बेर व्यापारिक विश्राम। केही बेरको व्यापारिक विश्रामपछि पुनः स्वागत छ समता समाचारमा। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिएको बताएका छन्। शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका भवनहरू जलाइएको, धेरै क्षति गरिएको भए पनि खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिएको उनले बताए। प्रहरी कर्मचारीहरूले दुःखको अवस्थामा आफ्नो दायित्व बोध गरेर अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने दायित्वबोधका साथ काम गरिरहेको बताए। उनले कुनै पनि व्यक्तिगत इच्छा, आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लाग्न निर्देशन दिए। पूर्व राजा ज्ञानराज शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिएपछि देशले सामना गरिरहेको सङ्कटले चिन्तित तुल्याएको टिप्पणी गरेका छन्। राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले हिजो देश नबनेकोमा चिन्ता रहेको र अहिले देश नै नरहने हो कि भन्ने निराशा पैदा भएको पनि बताएका छन्। उनले भाषण, जादु र चमत्कारले देश बन्न नसक्ने टिप्पणी समेत गरे। नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब 2 दशक बित्दा पनि देशले सामना गरिरहनु परेको सङ्कटले हामीलाई चिन्तित तुल्याएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ। सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरिरहेको राज संस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै नसक्ने उनको भनाइ छ। कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए। कुलमान उज्यालो नेपाली पार्टीको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबार साँझपख पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो। यसअघि पुस 14 गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सम्झौता भए पनि कुरा नमिलेपछि दुवै पार्टी अलग अलग चुनावमा जाने भएका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन्। रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन्। उनले पश्चिम रुकुमका जनताको विकासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ सिराबाट अघि बढाइने र रुकुमका जनताका सुख दुःखमा
एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए। हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु। अब त्यो रुकुम फेरि यही रुकुम भन्ने नठान्नु होला। पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ। म पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुम पनि आउने नै हो, किनभने यो एउटै रुकुम हो। हिजो हामीले जति बेला जनयुद्धको तयारी गर्यौं, जनयुद्धमा अगाडि बढ्यौं, रुकुम सिङ्गो रुकुमको जनता, रुकुमका नेता कार्यकर्ताहरूको साथमा काँधमा काँध मिलाएर त्याग र बलिदानका कीर्तिमान कायम गरिएको छ। म पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुम पनि आउने हो, यो कुरा बुझिराख्नु होला। र यहाँको विकास निर्माणलाई नयाँ सिराबाट यहाँका जनताका दुःख सुखका समस्याहरूमा एकाकार हुनको निम्ति आउने हो। फागुन 21 मा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेद्वार हुने भन्ने यसअघि सार्वजनिक भएको थिएन। उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेद्वार बन्ने सिफारिस गरेका छन्। समता समाचारमा आर्थिक, अन्तर्राष्ट्रिय र खेलकुद समाचार बाँकी नै छ। समता टेलिभिजन हेर्दै गर्नुहोला। केही बेरको विश्रामपछि समता समाचारमा पुनः स्वागत छ। अब आर्थिक समाचार। आगामी माघ 1 गतेदेखि नगद कारोबारको सीमा 5 लाख बराबरको हुने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सुव्यवस्था गरेको छ। 5 लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्ट पे, चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ। कुनै पनि फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्ट पे हुनुपर्ने व्यवस्था गरिएको छ। प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरू, जलविद्युत, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी, श्रमिकको पारिश्रमिक ज्याला भुक्तानी गर्न भने समस्या नपर्ने केन्द्रीय ब्याङ्कले प्रश्न पारेको छ। विभिन्न आयोजनामा आवश्यक माल सामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजस्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न कुनै समस्या पर्ने छैन। सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्न विप्रेषण कम्पनी एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्न पनि केन्द्रीय बैङ्कको पछिल्लो व्यवस्थाले कुनै बाधा गर्ने छैन। बचत तथा ऋण सहकारी संस्थालाई आफ्ना सदस्यसँगको दैनिक कारोबारको भुक्तानी नगदमा गर्न सकिनेछ। सरकारले गत मङ्सिर 15 गते नै नगद कारोबारको सीमा 5 लाखमा सीमित गर्ने निर्णय गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी साताहरूमा आम निर्वाचन गराउने विचार गरिरहेको शनिबार केही जापानी सञ्चार माध्यमहरूले आफ्नो समाचारमा जनाएका छन्। गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी ताकाइचीको मन्त्री परिषदले करिब 70% अनुमोदन प्राप्त गरेको छ। उनको सत्तारूढ समूहसँग संसदको शक्तिशाली तल्लो सदनमा झिनो बहुमत मात्र छ, जसले उनको महत्वाकांक्षी नीति र एजेन्डालाई अगाडि बढाउने क्षमतामा बाधा पुर्याएको छ। ताकाइची सुरुमा अल्पमतको सरकारको प्रमुखको रूपमा जापानको 5औं प्रधानमन्त्री बनेकी थिइन्। उनको लिबरल डेमोक्रेटिक पार्टी एलडीपी र यसको गठबन्धन साझेदार दल जापान इनोभेसन पार्टीले नोभेम्बरमा 3 सांसदहरू एलडीपीमा सामेल भएपछि आफ्नो तल्लो सदनको बहुमत पुनः प्राप्त गरेका छन्। गत महिना ताकाइचीले समस्या फुकाउनका लागि आफू चीनसँग वार्ताका लागि सधैँ खुला रहेको बताएकी थिइन्। अब खेलकुद समाचार। मोरक्को क्यामरूनलाई 2-0 हराउँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ। मोरक्को सन् 2004 पछि पहिलो पटक सेमिफाइनल पुगेको हो। खेलमा ब्राहिम डियाज र इस्माइल साइबारीले गोल गरे। खेलको 25औं मिनेटमा आच्छाक हाकिमीको कर्नरमा आयुज एल काबीको हेडपछि हियाजले नजिकबाट गोल गरे। मोरक्कोले खेलभरि दबाव बनाइरह्यो भने क्यामरूनले गोलतर्फ एउटा पनि आक्रमण गर्न सकेन। खेलको 74औं मिनेटमा एन्जालजीको फ्रीकिकबाट बनेको अवसरमा साइबारीले गोल गर्दै जित पक्का गरे। मोरक्को अब फाइनल प्रवेशका लागि अल्जेरिया वा नाइजेरियासँग खेल्नेछ। खेलकुदको अर्को प्रसङ्गमा रोयल च्यालेन्जर्स
बेङ्गलोरले साबिक विजेता मुम्बई इन्डियन्सलाई 3 विकेटले हराउँदै महिला प्रिमियर लिग WPL को उद्घाटन खेलमा अविश्वसनीय जित निकालेको छ। डिवार्ड पाटिल स्टेडियममा भएको खेलमा आरसीबीलाई जितका लागि अन्तिम ओभरमा 18 रन आवश्यक थियो। त्यस अवस्थामा डे क्लर्कले पहिलो 2 बल डेट खेलिन्। त्यसपछि उनले छक्का चौका र फेरि छक्का प्रहार गर्दै समीकरण 1 बलमा 2 रनमा झारिन्। अन्तिम बलमा उनले छक्का हान्दै आरसीबीलाई रोमाञ्चक जित दिलाइन्। 155 रनको लक्ष्य पछ्याएको आरसीबीका स्मृति मन्दना, ग्रेस ह्यारिस र रिचा घोष 8 ओभरभित्रै आउट भइसकेका थिए। त्यतिबेला आरसीबीलाई अझै 90 रन चाहिएको थियो। डे क्लर्कले 44 बलमा 7 चौका र 2 छक्का सहित अभिजित 63 रन बनाइन्। त्यसअघि डे क्लर्कले बलिङमा पनि 4 विकेट लिइन्। आरसीबीले 20 ओभरमा 7 विकेट गुमाउँदै 157 रनका साथ रोमाञ्चक जित निकालेको हो। समता समाचार सकिएको छ। जाँदा जाँदै यस प्रसारणका मुख्य समाचार शीर्षकहरू पुनः एकपटक। निजी क्षेत्र मैत्री दीर्घकालीन नीति आवश्यक रहेको व्यवसायको निष्कर्ष। देउबालाई कांग्रेस विशेष महाधिवेशनको निम्तो प्रमुख आतिथ्य ग्रहण गर्न आग्रह। जग्गाको विषयमा स्थानीय र आश्रम बीच विवाद, प्रहरीले गर्यो 16 राउन्ड अश्रु ग्यास प्रहार। जापानको प्रधानमन्त्री ताकाइची मध्यावधि निर्वाचन गर्ने तयारीमा। र मोरक्को क्यामरूनलाई 2-0 ले हराउँदै अफ्रिका कप अफ नेसनको सेमिफाइनलमा। हवस् त आजलाई समाचार सकियो। समाचार शाखाका सम्पूर्ण साथीसँगै म पनि बिदा हुन्छु। नमस्कार। समता समाचार।